हेलो गाइस, बैक टू माई ब्लॉग। आज हम स्प्रिङ ग्रिन सस डम्पलिङ यो चाहिँ भयो 250 ग्राम चाहिँ सेलरी होइन, 250 ग्राम सेलरी, उसके बाद 250 ग्राम बिग सेलरी अनि 200 ग्राम चाहिँ जिन्जर अनि 50 ग्राम चाहिँ तपाईँको ग्रिन चिली है। अनि चाहिँ यो चाहिँ 2 केजी चाहिँ स्प्रिङ ओनियन है। टक्क यसलाई मिलाउने, यसलाई टक्क मिलाउने अनि त्यसपछि अनि टक्क यसलाई मिलाइराखेपछि अनि टक्क एकैछिन अब हाल्ने यसमा चाहिँ सस है। यो चाहिँ नमक हो है। हल्का सा सल्ट हाल्ने, सल्ट आफ्नो हिसाबले हाल्ने, सल्ट ठ्याक्क हाल्ने। सल्ट हालिसकेपछि अनि त्यसपछि एकछिनपछि सल्ट हाल्ने, सल्ट हालेपछि हल्का भेज आरोमेट पाउडर हाल्ने है। हल्का भेज आरोमेट पाउडर हाल्ने, भेज आरोमेट पाउडर हालिसकेपछि अब लास्टमा हाल्ने चाहिँ हाम्रो चाहिँ हल्का हालिसकेपछि अब हाल्ने हाम्रो ट्याक्क हामीले हाल्ने चाहिँ ब्ल्याक पेपर ट्याक्क ब्ल्याक पेपर हाल्ने है। ब्ल्याक पेपर हाल्ने, एकैछिन ब्ल्याक पेपर हालेर घुमाई गर्ने यसलाई होइन। छिटो गर्नुपर्छ नहीं त पानी खर्च। अब त्यसपछि अरू एड गर्ने ग्रुप कम्ती छ। बरु हालिसकेपछि हामीले अब यसमा चाहिँ तातो ओइल हाल्नुपर्छ होइन, गरम ओइल। त्यो चाहिँ यता छ एकदम हाल्ने, तातो गरम ओइल हाल्ने होइन। तेलको टेम्परेचर हेरेर हाल्ने गरम ओइल हालिसकेपछि त्यसमा लास्टमा ठन्डा भइसकेपछि हामीले हाल्नुपर्छ ब्ल्याक पेपर। वाह, लास्टमा हालिसकेपछि ब्ल्याक पेपर कालो गराउँदैन, ग्रिन हुन्छ होइन। लास्टमा हाल्नुपर्छ ब्ल्याक पेपर। लास्टमा हल्का ब्ल्याक पेपर हालेपछि यस्तो देखिन्छ होइन। ब्ल्याक पेपर हालिसकेपछि अब चाहिँ ब्ल्याक पेपर हाल्छु मैले यहाँ। एकदम खानामा मिठो हुन्छ, स्वादिष्ट पनि हुन्छ है। हल्का ब्ल्याक पेपर हाल्ने, त्यसका चिसो भइसकेपछि ब्ल्याक पेपर हाल्नुपर्छ। थ्याङ्क यू फर वाचिङ। मेरो भिडियो चाहिँ कहाँबाट हेर्नुभयो, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु। हेर्नु यस्तो देखिन्छ, यति राम्रो ग्रिन कलरको हुन्छ। थ्याङ्क यू फर वाचिङ भिडियो।